विभिन्न प्रतियोगितामा सहभागी भई आफ्नो खेल कौशल देखाउनु हुने सम्पूर्ण खेलाडी मित्रहरूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यसैगरी भर्खरै सम्पन्न यस प्रतियोगितामा विभिन्न स्थान हासिल गर्नुहुने सम्पूर्ण खेलाडी मित्रहरूलाई म हार्दिक बधाई भन्न चाहन्छु र यहाँहरूको आगामी खेल जीवन सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। धेरै कुराहरू त हाम्रो माननीयज्यू त्यसैगरी हाम्रो वडाध्यक्षज्यूले प्रश्न पारिसक्नु भएको छ। त्यसले गर्दाखेरि म यहाँहरूको धेरै लामो समय लिन चाहन्न। खुम्बुपाल्चोक गाउँपालिकाले यस क्षेत्रको बृहत्तर विकासको लागि हरेक क्षेत्रमा हामीले त्यतिकै महत्त्वको साथ काम गरिरहेका छौँ, त्यतिकै हामी जिम्मेवार भएर काम गरिरहेका छौँ। यो कुरा मैले फेरि यहाँहरूलाई निवेदन गरेँ र यो कभर हल हामीले हिजै मात्र यसको ओपनिङ गरेर हिजो र आज 2 दिनसम्म हामीले यो जुन गेम आयोजना गऱ्यौँ र यसको अब यो व्यवस्थित हल यतिको राम्रो हल बन्नमा यसको पछाडि धेरैको महत्त्वपूर्ण भूमिका रहेको छ। यसमा हामीलाई आर्थिक रूपमा सहयोग गर्नुहुने पूर्व सामाजिक विकास मन्त्री कोशी प्रदेश सभाका माननीय उहाँ बुद्धिकुमार राजभण्डारीज्यूलाई म गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। र यहाँले यसै गरी आगामी खुम्बुपाल्चोक गाउँपालिकाको आगामी योजनाहरूमा आगामी कार्यक्रमहरूमा यहाँको विकास निर्माणमा थप टेवा पुर्याउनु हुनेछ भन्ने हामीलाई एकदमै आशा रहेको छ। यहाँले यस कभर हलमा मात्र नभएर यस क्षेत्रको बाटोको कुरा, सडक तन्त्रको कुरा गर्नुहोस् अथवा पर्यटकीय पदमार्गको कुरा गर्नुहोस्, अन्य विविध यहाँको विकास योजनामा यहाँले त्यत्तिकै सहयोग गर्नुभएको छ। यहाँको सहयोग आगामी दिनमा थप हुनेछ भन्ने हामीले आशा गरेका छौँ र यहाँहरू हामी सबैले अवगत भएको कुरा हो। खुम्बुपाल्चोक गाउँपालिका आफैमा भौगोलिक हिसाबले ठुलो भौगोलिक विकटता यी सबै कारणले गर्दाखेरि यहाँ हुने हरेक योजनाहरूको लागत एकदमै महँगो पर्ने भएको कारणले हाम्रो गाउँपालिकाको स्रोत साधनले मात्र हामी सबै हाम्रो यहाँको मागहरू सम्बोधन गर्न सक्दैनौँ, यहाँको आवश्यकताहरू सम्बोधन गर्न सक्दैनौँ। त्यसले गर्दाखेरि कोशी प्रदेश सरकारबाट अझ यस क्षेत्रमा थप सहयोगको हामीले अपेक्षा गरेका छौँ। खुम्बुपाल्चोक गाउँपालिका यस्तो गाउँपालिका हो, यस गाउँपालिकालाई यो गाउँपालिका नेपालमा मात्र नभएर विश्वभरि नै चर्चित पर्यटकीय गन्तव्यको रूपमा प्रख्यात रहेको छ। यही महत्त्वलाई बुझेर कोशी प्रदेश सभाले खुम्बुपाल्चोक गाउँपालिकाले पर्यटकीय गाउँपालिका भनेर घोषणा गरेको छ। खुम्बुपाल्चोक गाउँपालिकाले पर्यटकीय गाउँपालिका भनेर घोषणा गरिसकेपछि हामीले पनि कोशी प्रदेश सरकारबाट ठुलो यस क्षेत्रको चाहिँ पर्यटकीय पूर्वाधार विकासदेखि लिएर यस क्षेत्रको पर्यटन प्रवर्धनदेखि लिएर हरेक कुरामा एकदमै ठुलो सहयोग हुन्छ भन्ने अपेक्षा गरेका थियौँ। पर्यटकीय क्षेत्रलाई विशेष रूपमा हेर्छ, अझ खुम्बुले विशेष रूपमा हेर्छ भन्ने हामीले आशा गरेका थियौँ। तथापि जुन कुरा हामीले आशा गरेका थियौँ त्यो कुराहरू कोशी प्रदेश सरकारबाट हुन सकिरहेको छैन। त्यसले गर्दाखेरि म माननीयज्यू मार्फत कोशी प्रदेश सरकारको यसमा ध्यान आकर्षण गराउन चाहन्छु र आगामी दिनमा यस क्षेत्रको पर्यटकीय पूर्वाधारदेखि लिएर यस क्षेत्रको बृहत्तर विकासको लागि यहाँले अझ यहाँको आवाज बुलन्द पार्नुहुनेछ। यहाँले कोशी प्रदेश सभामा खुम्बुपाल्चोक गाउँपालिका विशेष गरी सगरमाथा क्षेत्रको विकासमा कोशी प्रदेश सरकारको भूमिकाले अझ सशक्त बनाउनु हुनेछ भन्ने मैले आशा गरेको छु। आज हामी यो कभर हलमा यो यतिको व्यवस्थित तरिकाले खेल खेल्न पाएका छौँ। यसको पछाडि धेरैजनाको हात रहेको छ। मैले अघि यसमा आर्थिक रूपमा सहयोग गर्ने कोशी प्रदेश सरकारको हाम्रो माननीयज्यूको कुरा गरिहालेँ, उहाँको योगदानको कुरा गरिहालेँ। त्यसै गरी यसमा चाहिँ यो कभर हल हाम्रो यहाँको चाहिँ यहीँको उपभोक्ता समिति मार्फत यहाँको टोल विकास समिति मार्फत निर्माण भएको हो। यसमा पछिल्लोचोटि यो लथालिङ्ग भएको अलिकति यो समस्याग्रस्त भएको एक खालको योजना रूपमा रहेको थियो। यसमा प्राविधिक हिसाबले यहाँको चाहिँ भौगोलिक विकटताको कारण यसमा चाहिँ आर्थिक अभावको कारणले गर्दाखेरि यो हल हामीले समयमा समापन गर्न सकेका थिएनौँ। त्यस्तो बेलामा हाम्रो सोनामजी, हाम्रो यही रुग्लाको हाम्रो शेर्पा टोल विकास संस्थाका सोनामजीले यो सबैलाई चाहिँ जिम्मेवारी वहन गरेर उहाँले यसलाई प्राविधिक हिसाबले र हरेक हिसाबले उहाँले यसलाई एकदमै सफल रूपमा चाहिँ योजनालाई सफल पार्नुभएको छ। त्यसको लागि म हाम्रो सोनाम शेर्पाज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। सबैको तर्फबाट जोरदार तालीका साथ उहाँलाई सम्मान व्यक्त गर्न चाहन्छु। किनभने उहाँहरूको योगदानको कारणले गर्दाखेरि आज हामी यो व्यवस्था हलमा खेल्ने बाटो छौँ। यदि उहाँहरूले समयमै काम नगरे भए, यदि उहाँहरूले दिनरात भनेर नखटेको भए हामी यो हलमा खेल्ने अवसर पाउँदैन थियौँ।